Hey guys, good morning. आज चाहिँ हाम्रो स्पेशल भिडियो भने थियो त्यो चाहिँ हाम्रो साकेला प्रोग्राम भएको छ। त्यो साकेला प्रोग्राममा आज गएर सबलाई हाम्रो कल्चर देखाउने छौँ, कस्तो छ के छ भनेर। सबैजनाले हेरिदिनु होला, माया देखाइदिनु होला। च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरिदिनु होला, सबैले लाइक चाहिँ गरिदिनु नबिर्सिनु होला होइन। आज चाहिँ हामी लगभग उतै हुन्छौँ। अब अहिले भर्खर 10 बजिरहेछ, 10देखि 11 बजीदेखि 12 बजीदेखि त्यहाँ पुगेर सबै साकेला प्रोग्रामहरू हेरेर यताउता सबै चिज देखाउनेछौँ। हाम्रो राईको कल्चर होइन, ट्रेडिसनहरू, साकेला डान्स सबै चिज हजुरहरूलाई देखाएर के हुन्छ कसो हो देखाउने छौँ। यो चाहिँ म अहिलेको लागि होइन। म पनि आज राई ड्रेस लाउने छु, धेरै पछि लाउनेवाला छु। सबैजनाले माया देखाइदिनु होला के कसो हो। त्यतिन्जेलको लागि गाइस थ्याङ्क यू। अहिलेसम्म जति माया देखाइदिनु भएको छ धेरै धेरै धन्यवाद। आजको भिडियोमा चाहिँ अलिक निकै राम्रो आओस् भन्ने सोच छ, किनकि कल्चरलमा सबैले सेयर गरिदिनु होला। लगभग 500 भ्युज पुगिदियो भने अलिक राम्रो हुन्छ, मलाई पनि मोटिभेट हुन्छ अरूकोमा हेर्नु कति आउने हो। अहिलेसम्मको लागि राम्रो छ। थ्याङ्क यू गाइस। ए गाइस, म चाहिँ रेडी भइसकेँ आज होइन। अब गएर जानु म चाहिँ बाँकी छ। सबै उता पुगिसक्यो होला मान्छेहरू। म चाहिँ अहिले भर्खर रेडी भएर अब केटाहरूसँग जानेछु। केटाहरू पनि रेडी हुँदै होला। केटाहरूसँग गएर रेडी भइसकेँ म। कस्तो छ ड्रेस, यसो सुहाएको छ कि छैन गाइस, यसो कमेन्ट गरिदिनु होला राई ड्रेसमा। गाइस म चाहिँ निस्किसकेँ होइन। अब यहाँदेखि यति बजिसक्यो, केटाहरूसँग यस्तो ढिलै भयो अहिले, तर ओभर गर्मी छ होइन गाइस। अहिले लगभग केटाहरू यहाँ आउँछु भनेछ, आइपुगिसक्यो होला लगभग। यस्तो गर्मीमा एक कोट पेन दौरा सुरुवाल, एक कोट लाएर दौरा सुरुवाल लाएर निस्किनु पर्दा त ओभर हुँदो रहेछ गाइस म चाहिँ यहाँ केटाहरूसँग नगएर केटाहरूसँग चाहिँ छुट्टिएर यता मामासँग आएको छु। अनि ड्रेस चेन्ज गरेर कोटमा अलिक निकै नै गाह्रो भएर स्टक कोट लाएर यता मामासँग निस्क्यो। केटाहरूसँग चाहिँ 3 जना भइएर त्यो ठाउँ जानु मिलेन, त्यही भएर हो गाइस। अहिलेलाई यति नै। अहिले टाइम ल्याप्स हेरिदिनुहोस् होला। हामी चाहिँ यता सीतापुरी साकेला स्ट्यान्ड आइसक्यौँ। साकेला खेल्ने ठाउँतिर आइसक्यौँ। $500 भनेर यो खेल्नु पर्ने छ। हानिदिउँ त ल, म ट्राई गर्छु। ल दाइ रेकर्ड गर्नुमा हान्छु। रेकर्ड गरिदिनु त मेरो, यसो रेकर्ड गरिदिनु होइन। ल सयको हानेर चाहिँ भाइले ट्याक्कै यो बल गिलास ढाल्दैछन्। एउटा रह्यो। अच्छा गाइस, एउटाले 500 रुपियाँ सघायो। आई मिस इट गाइस। गाइस हामी चाहिँ यता 3 चुलातिर जाँदैछु होइन। म चाहिँ 3 चुला भनेको त हो 3 चुला साकेला हुन्छ उताबाट रहेछ। 3 चुला देख्नुभयो? 3 चुला गाइस। यहाँ हाम्रो साकेला भइरहेछ। यहाँ चाहिँ साकेला भइरहेछ यहाँ। गाइस
गाइस हामीले कसले को भेटिसक्यौँ डियर सिस्टर बिनु मेरो भाइको भ्लगमा आउनु पर्दा कस्तो खुसी छु म उसले चाहिँ मन पनि घुमेको अरे तर हामीले चाहिँ गरेको उसले चाहिँ देखेको अरे फेरि हो यहाँहरू सबैजनालाई म भन्न चाहन्छु यहाँ चाहिँ पुरै साकेला भइरहेछ होइन पुरै साकेलाको सकिनु आँट पनि लागिसक्यो गर्मी छ पुरै गर्मीले यहाँ मर्न आँट्यो गाइस यो चाहिँ बाहिरको रोड हो यतातिर रोडेबिङतिर छु भनेर चाहिँ नानाहरू भेट्नु गएको हो कि गाइस म चाहिँ नानाहरूलाई भेटेर यस्तो चिजहरू हाम्रो दादाहरूको टोली पनि भेट्नु छ यसो अहिले रमाइलो नभए पनि राति चाहिँ हुन्छ भनेको छ राति अलिअलि होला नाना छ पनि नानालाई खोजिरहेको छु म चाहिँ गाइस हेरौँ कहाँ हुनुहुन्छ यहाँ चाहिँ विनर टिमले जितिसकेर पनि सबै खाली भइसक्यो खाली हुँदैछ सबैतिर एक दुईजना बसिरहेछ लगभग सबै खाली भइसक्यो यहाँ चाहिँ सबै फोहोर छ यो फोहोर चाहिँ कसले टिक्ने हो आई डोन्ट नो अहिले सफा गर्ने टिम आउँछ होला यो फोहोर यसरी त राख्ने हुँदैन मान्छेहरू छ्याङ्खाएर यस्तो छ हालत यो चाहिँ हाम्रो स्टेज थियो यता वरिपरि नाचिरहेको थियो सबैजना यो चाहिँ लगभग निकै फोहोरै भएको रहेछ सबैतिर हाम्रो स्टेज चाहिँ त्यहाँ पर छ देख्नु सक्नुहुन्छ अघि हर्का साम्बाङ पनि बोलिरहेको थियो अनि रमाइलो भयो आजको दिन हजुरहरूलाई को आउनु भएको थियो हजुरहरूलाई कस्तो लाग्यो के कस्तो भयो भन्नु होला मेरो चाहिँ ब्याट्री डेथ भएको कारणले गर्दा भिडियो गर्नु पाइनँ धेरै नै भिडियो गर्नु पाएको छुइनँ साथीको धियो अहिले पनि गरिरहेको छु साथीको क्यामेराबाट साथीको फोन बोकीले अहिले चाहिँ अघिको दिनभरको गरेको छुइनँ गर्नु चाहिँ सरी गाइस डिसपोइन्ट चाहिँ हुनु दिदिनँ मैले तपाईँहरूलाई होइन तर भिडियो चाहिँ हजुरहरूलाई प्रोभाइड गरिहाल्छु कस्तो के भयो कसो हो सबै भिडियो प्रोभाइड गर्नेछु तपाईँहरूलाई यो चाहिँ अहिलेको भ्यू कस्तो छ के हुँदैछ अहिले चाहिँ सकिसकेको छ मोस्ट रमाइलो चाहिँ अहिले मेलातर्फ छ कस्तो के भन्दै अब
रोटेपिङहरू छ होइन, नाउ खेल्ने छ, डाइस खेल्ने डाइस छ, गोल खेल्ने गोल छ, सबै चिजहरू छ। अहिले चाहिँ सबै सकिसकेको अवस्था। यो भ्लग चाहिँ फिक्स आउँछ, 100% आउँछ। तपाईँहरूलाई डिसपोइन्ट चाहिँ गर्दिनँ। मेरो आज ब्याट्रीले धोका दियो कि कस्तो भयो कि मलाई नि आफै। होइन म आज ढिलो आएँ नि त, फोन चलाइरहेको थिएँ, फोन ब्याट्री सकिएको थाहा पाइनँ मैले। त्यही भएर पनि हल्का डेथ भयो ब्याट्री सकिएको कारणले। मान्छेहरू सबै यो एरियातिर छ। म चाहिँ फेरि पनि साथीहरूकोतिर जानेछु अब। आई थिङ्क म चाहिँ नाइटमा मात्रै घर पर्खिने। यहाँ उहाँ चाहिँ के भएको छ्याङ खाएर माथि ढल्नु भयो। ए सुत्नुभएको होला, त्यस्तो माथि ढलेको चाहिँ भन्नु मिल्दैन, तर सुत्नुभएको होला, निन्द्रा लाग्यो होला, हजुरलाई गल्नु भयो होला उहाँ चाहिँ। त्यही भएर गलेर हल्का एक निन्द्रा सुत्दाखेरि अलिक उठ्नु नसक्नु भएको होला। सबैले खोज्नु पनि गइसक्यो। लगभग रमाइलो भयो आजको दिन भनौँ न। म चाहिँ हेर्नु चाहिँ बसेँ, मैले धेरै रिग्रेट गरेँ मैले किन फोन हेरेँ अघि भनेर। एकछिनमै ब्याट्री डेड भयो, त्यो भएर हो गाइस। यस्तै छ भ्यू चाहिँ गाइस हाम्रो सीतापुरी साकेला फानतिर चाहिँ। आई होप यु गाइज आई होप सबैले मन पराउनुहुन्छ होला यो भ्लग। कस्तो लाग्यो हजुरहरूलाई? यतातिर हेर्नु सक्नुहुन्छ। अहिले चाहिँ यस्तो छ अवस्था। म चाहिँ केटाहरू भएकोतिर लाग्नेछु अब। सबैतिर खाजा साजा खाएर के हो सिकुवाहरू सबै राम्रो भयो। बाटै छैन त्यता त है, त्यहाँ बाटो रहेछ, बाटो दिनु सक्छु म। बाटो पनि यस्तो छ निस्किने ठाउँ। केटाहरू चाहिँ त्यहाँ पर बसेको अवस्था छ। यहाँ रोटेपिङ हेरिदिनु होला सबैले अन्तिमसँग। अनि ब्लग इन चाहिँ लास्टमा गर्छु म। अहिले चाहिँ मैले चाहिँ रोटेपिङ खेल्ने विचार बनाएँ, तर हेरौँ प्राइस कति रहेछ, के अनुसार हुन्छ हेरौँ न कति रहेछ गाइस। रोटेपिङ यहाँ छ है गाइस। हामीले रोटेपिङ पनि खेल्नु आइसक्यो। रोटेपिङ गाइस हामी चाहिँ माथि माथि पुगिसक्यौँ है। माथि गाइस हेर्नु सक्नुहुन्छ। अब तल झर्नु थालिसक्यो। अब गाइस अहिले स्लो नै छ र त्यस्तो डर लागेको छैन। यता मान्छे निस्केको पनि हेर्नु सक्नुहुन्छ कस्तो पारा निस्किएको छ मान्छेहरू। सनी निस्किसकेको छ। अब घर पनि जानुपर्ने हुन्छ। हेर्नु सक्नुहुन्छ यता गाउँ पनि छ। त्यस्तो मजा भने चाहिँ आएन। अब चाहिँ केटाहरूसँग जान्छु म होइन, केटाहरूको भगमा जान्छु। केटाहरूसँग अब यसो भेटेर राति फर्किन्छ। अब तपाईँहरूलाई भगमा चाहिँ अपोजिट देखाइहाल्छु। जसमा ठिकै लाग्यो। 150 रुपियाँ खराब त भन्दिनँ, खराबै भयो यार 150 रुपियाँ। मजा आएन गाइस। यो त जङ्गल चाहिँ गाइस हामी चाहिँ फर्किसक्यौँ आज। कस्तो भयो त आजको दिन केटा हो?
गाइज आइम रियली सरी होइन आज मेरो चाहिँ फोनको ब्याट्री नै सकिएर भ्लगिङ पनि रेकर्ड गर्नु पाइनँ, त्यसको लागि रियली सरी गाइज। अनि आजको भ्लग चाहिँ यहीँ इन्ड गर्न चाहन्छु। कस्तो लाग्यो के भयो तपाईँहरूले त्यस्तो राम्रो भने जस्तो भ्लग गर्नु पाइनँ ब्याट्री सकिएको कारणले। साथीको पनि ब्याट्री सक्यो, मेरो पनि सकिरहेको थियो, त्यही भएर गाइज भने जस्तो भ्लग चाहिँ दिनु पाइनँ, त्यसको लागि माफी चाहन्छु। हजुरहरूलाई रियली भ्लग कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। भोलिको भ्लग पनि आउँछ, राम्रोसँग गरेर देखाउने छु भोलि चाहिँ। आज त्यो देखाउँछु भने जस्तो देखाउनु पाइनँ। आइम रियली सरी गाइज। कस्तो लाग्यो त गाइज हेरिदिनु भनिदिनु होला।